तपाई आफ्नो लाटे आर्ट इम्प्रुभ गर्न चाहनुहुन्छ राइट तर तपाईसँग मेसिन्स कफी अनि मिल्क छैन डोन्ट वरी म तपाईलाई एकदम सिम्पल ट्रिक्स देखाउँछु जसको हेल्पले चाहिँ तपाई डेली लाटे आर्ट प्र्याक्टिस गर्न सक्नुहुन्छ विदाउट वेस्टिङ कफी एन्ड मिल्क अबे जल्दी बोल कल सुबह पनवेल निकलना है प्र्याक्टिस गर्नुभन्दा पहिला चाहिँ हामीसँग के चीजहरु चाहिन्छ भन्ने कुरामा बुझौं फर्स्टमा तपाईलाई चाहिन्छ फ्रेन्च फ्राइज सेकेन्डमा चाहिन्छ हजुरलाई मिल्क पिक्चर त्यसपछि कप जस्तो कप भयो भने हुन्छ अर्को भनेको ह्यान्ड वाश वाटर जस्तो वाटर भए पनि हुन्छ देन अर्को भनेको फुड कलर अर जुन चाहिँ वेस्ट कफी जुन चाहिँ हामीले कफी एस्प्रेसो बनाएर फालेको कफी डस्ट है जुन चाहिँ तपाईले कुनै पनि क्याफेमा गएर चाहिँ माग्नु भयो भने जसले पनि दिन्छ ओके स्टेप नम्बर 1 फर्स्टमा हामीले चाहिँ पानी लिने त्यसपछि चाहिँ 1 र 2 ड्रप जति चाहिँ हामीले चाहिँ ह्यान्ड वाश यहाँ रेड गर्छौं है त्यसपछिको प्रोसेस भनेको चाहिँ हाम्रो प्लन्जरले यसलाई ढाक्ने अनि त्यसपछि चाहिँ यसरी तलमाथि 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 गर्ने जस्तै हामीले जिममा वर्कआउट गरे जस्तै है 30 सेकेन्ड जति चाहिँ तपाईले यसलाई यसरी गर्न सक्नुहुन्छ यहाँ तपाईले देख्न सक्नुहुन्छ मेरो फर्महरु चाहिँ क्रिएट भइराछ जुन चाहिँ फेक मिल्क फर्म हाम्रो फ्रेन्च फेसमा भएको यसलाई चाहिँ हामीले पिक्चरमा स्प्लिट गर्छौं अब हामी अर्को स्टेपमा आएको छौं जसमा चाहिँ हामी फेक एस्प्रेसो बनाउँछौं है सोच्नुस् कि यो चाहिँ हाम्रो A1 अरबिका A ग्रेड कफी बिन्सको एस्प्रेसो है सो फर्स्टमा चाहिँ तपाईले यदि तपाईसँग कफी डस्ट छ भने तपाईले कफी डस्ट यसरी हालेर चाहिँ यहाँबाट हालेर थोरै हालेर पछि पानी हालेर घोल्न सक्नुहुन्छ बट अब अलिकति भिडियोमा चाहिँ अलिकति राम्रो क्ल्यारिटी देखियोस् भनेर चाहिँ म थोरै फुड कलर्स यसमा चाहिँ एड गर्छु अनि थोरै पानी हालेर थोरै पानी हाल्छु यसमा देन मसँग चाहिँ अहिले रातो फुड कलर मात्रै पाएँ मैले है त्यसपछिको स्टेप भनेको हाम्रो पोरिङ लाटे आर्ट प्र्याक्टिस है अनि त्यसपछि अर्को भनेको जस्तै तपाईले लाटे आर्ट बनाइरहेको बेला चाहिँ तपाईले आफ्नो भिडियोहरु खिच्ने अनि फर्स्टमा बनाएको र सेकेन्डमा बनाएकोमा कहाँ मिस्टेक्स भयो त्यसलाई इम्प्रुभ गर्न खोज्ने अनि आफ्नो आर्ट चाहिँ पटेटो जस्तो भयो भनेर चाहिँ टेन्सन लिनु पर्दैन है सबैजना एसा स्टार्टिङमा सबैको आर्ट भनेको चाहिँ पटेटो जस्तै हुन्थ्यो